म मरेपछि मलाई गाड्छन्, मलाई जलाउँछन्, मेरो मलामी आउँछन् आउँदैनन्, 13 दिने गर्छन् गर्दैनन्, भोज खुवाउँछन् खुवाउँदैनन्, यो कुरामा मैले कहिल्यै पनि चासो राख्दिनँ। तर जबसम्म म जिउँदो छु कुन व्यक्तिले मसँग कस्तो ट्रेड गर्छ, कुन व्यक्तिले मसँग कस्तो बिहेभ देखाउँछ, म सधैँ यो कुरामा फोकस गर्छु। मरिसकेपछि कोही आएर छेउमा बसेर रोएको छ कि छैन, 4 जना लासको वरिपरि बसेर रोइरहेको छन् कि छैनन्, सास गइसकेपछि सिर्फ लास मात्रै बस्छ, मैले देख्न पाउँदिनँ। त्यसैले जिउँदो हुँदासम्म कुन मान्छेले कति केयर गर्छ, कुन मान्छे मसँग कतिको नजिक छ, त्यो कुरामा मैले सधैँ फोकस गरिरहेको हुन्छु। भनिन्छ नि जिउँदाको जन्ती मुर्दाको मलामी भनेर। जिउँदाको जन्ती देखिन्छ जबसम्म सास हुन्छ, मरिसकेपछि सास जान्छ, सिर्फ एउटा लास हुन्छ, अनि त्यो लासले के नै थाहा पाउँछ र। त्यसैले म सबैजनालाई एउटै कुरा मात्रै सधैँभरि के भनिराख्छु